मलाई चाहिँ फेरि खास गरी अब हल्का बोल्न अड्किन्छ होइन। अब मेकअप लाउँदा साँच्ची भने यसलाई खतरा देख्दो रहेछ। ऊ भ्यू चाहिँ बब्बाल दिँदो रहेछ है यहाँबाट है। टक्कै क्यामेराम्यान जल्दी फोकस गरो इडेको भाइ साहब। आजको दिन चाहिँ यहाँनिर केही पनि रहेछ, यता चाहिँ केराहरू ल्याएर रहेछ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा फेरि पनि। सो स्वागत छ। अनि सो हजुरहरूको तिहार कस्तो चल्दैछ त्यो भन्नु होला होइन यसो है। अनि तपाईँहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला। अनि यता म पनि सन्चै छु भने। अनि सबैलाई ह्याप्पी तिहार है। अब भोलि चाहिँ भाइटिका रहेको छ। अब भाइटिका पनि आयो होइन, के गर्नु यस्तै हो। अब हजुरहरूलाई के छ कस्तो छ है, हजुरहरूको देउसी भैलो कस्तो चल्दैछ त्यो मलाई थाहा छैन, बट हामीहरूको कस्तो चल्दैछ त्यो तपाईँहरूले अब देख्नु त सक्नुहुन्न। त्यही पनि आजको दिन चाहिँ स्पेसल अब भाइटिकाको लागि तयार हुँदैछ हामीहरूको यहाँनिर घरमा। के हुँदैछ, हाम्रो ठुलमम्मी दिदीहरूले के बनाउँदैछ होइन, त्यो लेट्स सी है। अब म चाहिँ खासै अब धेरै बोल्दिनँ किनभने अब मलाई बोल्न आउँदैन होइन। सो ह्याप्पी तिहार। ल गाइज, हाम्रो दिदी चाहिँ यहाँ रिसाएर निस्केको अवस्था, किनभने मैले कपडा कहाँ सुकायो भनेर है। डाडुको अनुहार हेर्नु होला हाम्रो दिदीको, बुङ्ग फुल्ले छ। हाम्रो यहाँ ठुल्याहरूले यस्तो तयारी गर्दैछन् भोलि भाइटिकाको लागि। टक्क लाएर माछा सर्भिस हाम्रो मामाको लागि यो चाहिँ त्यसरी पाक्दैछन्। हाम्रो ठुल्यामा यता छ, यताबाट अलि अँधेर आउँदो रहेछ, यताबाट देखाइदिउँला होइन। टक्क हाम्रो ठुल्याले यहाँ माछा बिगारेर हाम्रो ठुल्यामा बुङ्ग रिसाएर बसेको अवस्था अहिलेलाई यस्तो छन्। माछा चाहिँ हल्का यो के भएको त माछा, अनि के भयो सिङ्गो माछा त खाँडा खोडे भएको छ। हाम्रो माछा त बिग्रेर यस्तो भइरहेको छ। खाने भए आउनु होला, खुसीको मम्मी हो क्या। माछा बिग्रियो साथी हो, माछा बिग्रियो, तार्नु भएन, सबै गयो। भाइटिका भोलि छ, हाम्रो दिदी रिसाएर बसिरहेको यहाँनिर। गाली दिन्छ मैले त जेसुकै दे लु। आम्बो खतरा देखेछ त आम्मा डाडु पन्याउलाई त। सो स्पेसल हामीहरूको चाहिँ यहाँनिर तरकारी बन्दैछ। तरकारी चाहिँ मैले पकाएको हो होइन, तपाईँहरूलाई सबै यहाँ देखाइदिन्छु है। यस्तो छ, हाम्रो दिदीले बाहिर लसुन पिन्दैछ हेर्नु होला। मासु एकदम दमदार पाडाको मासु। हजुरहरू पनि खानको लागि आउनु सक्नुहुनेछ। जे होस्, भाइटिकाको तयारी चाहिँ हुँदैछ है हामीहरूको। अब के गर्नुपर्छ भोलिको लागि, के चाहिन्छ आजै रेडी पार्ने हो नि त, त्यही हो। यहाँ पनि छ है मासु भोलिको लागि। A few moments later. ल हाम्रो मामा घरतिर चाहिँ यसो देउसी खेल्न लाग्यो। यता तिहारै लागेको रहेछ है। टक्क लाएर टोलीहरू यता छ अनि यता म। अब के छ त, अब हजुरहरूको तिहार राम्रो भइरह होला, हाम्रो अलि नराम्रो चलिरहेछ अहिलेसम्म चाहिँ होइन। खासै काहीँ पनि देउसी खेल्न गएन हामीहरू है। अब तपाईँहरूको के हुन्छ अब त्यस्तै हो। देउसी खेल्ने पार्टनर यता छ हामीहरूको है। खतरा कुन जुत्ता हो यस्तो। अयो दाउ सिधा भएको हेर न। त्यो फेरि यसले फेरि बिरालो के यहाँ हेर्नु न। अरे इका। सो गाइज, तपाईँहरूले अहिले चाहिँ टक्क है अब नेक्स्ट डे भनौँ न। अब हिजोको त अब त्यस्तै हो है, आजको दिन चाहिँ नेक्स्ट डे भाइटिका है। सो हजुरहरूलाई अब त्यही हो। टक्क लाएर म चाहिँ अब लालबनी जान्छु होइन। अब जान्छु भन्नाले नि जान लागेको। अब उतै गएर भेटौँला के हुन्छ कसो हुन्छ। ठ्याक्क लाएर भाइटिकाको दिन लालबन्दीमा अब कस्तो छ मान्छेहरूको चलपल कस्तो हुँदैछ त्यो लेट्स सी। के हो आज त यहाँनिर तरकारी बजार पुरै खाली रहेछ यार। झन् यहाँनिर आएको धाममा के हो यस्तो।
जोस भाइटिका भएर चाहिँ अब व्यापारीहरू पनि आएन कि किसानहरू पनि के भएछ है हल्का यो बाहिर मात्र रहेछ अलि मान्छे है यता यहाँनिर फेरि यस्तो खुद्रामा यो के बेच्न चाहिँ ल्याख के हो यो हाम्रो नि बोडी त ल्याएको थियो कि तर बोडी ल्याएर पनि बेचिसकेछ तर त्यही हो खासै अब आजको दिन चाहिँ यहाँनिर केही पनि रहेछ यता चाहिँ केराहरू ल्याएर रहेछ केरा दि केरा आमा यस्तो अहिले यहाँनिर चाहिँ खासै मान्छे रहेन रहेछ है जस्तिनेको जस्तो अब यतिकै मात्रै है अब अलि आजको दिन भिड होला भनेर आएको अब खासै भिड त रहेन मनी अब घरतिर चल्दिनु पर्ला जस्तो लाग्यो आई हो के छ खबर हजुरहरूको सो टक्क लाएर अब चाहिँ टिका लाउने समय पनि भइसकेछ है अनि एकैचोटि अब लालबन्दीदेखि चाहिँ अब सिधै यहाँनिर अब घरमै आएर भेटेँ है त्यसमा अब डोन्ट माइन्ड हजुरहरू भनेको है सो मेरो भिडियो चाहिँ अब यस्तै हुन्छ कि अब यताउता गरेर होइन अनि अब चाहिँ टिका लाउने समय पनि भइसक्यो अब यहाँनिर यस्तो टिका लाउनुपर्छ म चाहिँ नुहाइ गरेर टक्क बसेँ होइन आनन्दले चिटिक्क परेर भन्दिनँ होइन अब त्यही त हो नि हल्का मुर्रा भन्नु मिलेन होइन हाम्रो चाहिँ अब यहाँनिर टिका लाउने कार्यक्रम हुँदैछ हाम्रो दिदीले अब यहाँ लगाइदिन्छ दिदीलाई दिनको लागि चाहिँ मसँग छैन केही पनि बट त्यही पनि अब हाम्रो दिदीले चाहिँ टिका चाहिँ लगाइदिनुहुन्छ है हस् त अब यस्तै हो अब टिका लगाइहाल्छ अब के गर्नु त अब टिका त लाउनै पर्यो हजुरहरूले पनि टिका त लाउनु भइसक्यो सो अब हेर्नु होला हामीले लगाएको हस् पाउने बाह्र भयो सो टक्क लगाएर अब यहीँनिर हुन्छ क्यामेरा चाहिँ यहाँ अडिन्छ टक्क अब यहाँ बस्ने हो हाम्रो दिदी यता वरिपरि घुम्छ त्यही भनौँ अब यस्तै हो दिदीले चाहिँ टक्क लगाएर हामीलाई टिका लगाइदिन्छ हामीलाई नभनौँ मलाई है ल साथीभाइहरू अब हामी चाहिँ है टिका लाउनु टिका लगाइन्छ हाम्रो दिदी यता छ है भान्जा यहाँ छ है त्यही हो सो अरू त के भन्नु र यस्तै हो हजुरहरूको प्यारो मान्छे त भन्न मिलेन तै पनि अब सब्सक्राइब गर्नु होला है टक्क लगाएर ह्याप्पी तिहार सो अल नेपाल थक फ्यामिली यहाँ छन् आइटम फेरि सो त्यही हो अब टिका लगाएर भेटौँला हस् है अब हजुरहरूलाई यताउता गरेर अब देउसी खेल्न नि जाइन्छ अब हामीहरू यताउता रहेछ यहाँ के गर्नु त अब यही हो लाइटर किनेको कहाँ गएर किनेको किन किनेको पड्का पड्काउनलाई लाइटर किन्छ किन किनेको ओके यहाँनिर हाम्रो प्यारी दिदी हुनुहुन्छ है कसम भ्लग नबना मैले किन हो नबना भ्लग बन्द बनिराख त तपाईँले त्यहाँ देखिराख नि अनुहार त किन छौ देखिसक्यो त अनुहार नबना भनेको कि किन नबना मैले मेकअप गरेको थिएँ कि लुगा पनि लगाएर कस्तो भनेको पुरानो लुगा छ कि कस्तो भनेको यस्तो राम्रो मान्छेलाई कपडा नि राम्रो लाउनु पर्दैन त्यत्तिकै राम्रो दिदीको तारिफ नगर कसको तारिफ गरिदिनु ऊ यहाँ हो मलाई एक्लै बनाएर गयो नि लै खोइ अनि घर चाहिँ किन जानु मेकअप लाउँदा साँच्ची भने यसलाई खतरा देख्दो रहेछ ओ यता हेर्न ओइ त्यही त भनेको गाजर लाउँदा फोटो होइन यहाँ हाम्रो फुवाजहरू हुनुहुन्छ टिका लाउनको लागि टिका नलाउँदाखेरि के फोटो पख्नु ल है ल म पनि टिका लाउनु चल्दिएको यता पुरै टिका लगाएर रहेछ
हामी चाहिँ टिका लाउनु चल्दैको तर कहाँनिर चल्दैको हामीलाई थाहा छैन ल म चाहिँ चल्दैको ल टक्क लाएर अहिले चाहिँ मलाई यहाँ दिदीले टिका पनि लगाइरहेछ टिका चाहिँ खतरा भयो है मेरो तपाईँहरूले पनि अहिलेसम्म यस्तो टिका लगाएको छैन होला हाम्रो दिदीले चाहिँ यस्तो खतरा लगाइदिनु हुन्छ है सो त्यही हो टिका लगाइयो अब यतिकै हो अब टिका लगाएको चाहिँ अब के गर्यो भनेर त्यो देखाउनु पाएन त्यसमा गुनासो केही नलिनु होला हजुरहरू है अनि भाग यहाँ दिन्छन् त्यही हो यो छ अनि यहाँ डिउ छ सो यस्तै हो अब इन्जोय एन्ड रमाइलोतिर लाग्नुपर्छ अब चाहिँ है केही छैन बेस्टी एन्ड यो भनेको चाहिँ अब घर परिवारमा ठक्क भइरहेको अहिले चाहिँ अब एकछिनपछि बाहिर पब्लिक अब को हुन्छ नभएको अब त्यही हो सो गाइज होइन टक्क लगाएर यताबाट चाहिँ कालो आएर होला तै पनि हामीहरूको चाहिँ यहाँनिर मस्त देउसी भैलो चलिरहेछ आम्बो यतातिर है अगाडि हो हाम्रो यहाँ पुत्ला सर यता हो अलि बेस गरी के अलि लाभा पकड़ी यार मैं हाथे खोल जाएगा The Bluetooth device is ready to pair.
बजाउनु यहाँ आउनु न यस्तो गर्मी भइदियो यहाँ तेरेको आम्बो Choose device गर्मी भयो नि तपाईँले गरेर successfully. आम्बो हामीहरूको देउसी भैलो चाहिँ है एकदम अख्खा भइरहेछ है आजको दिन चाहिँ अब हल्का अब हामीले पनि हल्का अब लिएको छ हामीले नभन्नु मैले अरूले नलिए नि मैले चाहिँ लिएको छ है किनभने अब आज त्यस्तै हो नि त त्यही भएर अब त्यही हो अझै पनि अब के गरिन्छ त्यो तपाईँहरूले यो अझै अगाडि देख्न सक्नुहुनेछ है अब यतिमै स्किप गरेर चाहिँ नजानु होला लेट्स सी है सी यु अगेन एन्ड नट योर क्रेजी एन्ड ब्रेजी एन्ड सुनेर मुर्रा ओके सो गाइस हामीहरू चाहिँ देउसी खेल्यो होइन गाउँमा अनि टक्क लगाएर अब हामीहरू चाहिँ घुम्न चल्दिएको मुर्रा गाइस टक्क लगाएर अब हामी कहाँ पुग्छ त्यो थाहा छैन अब उतै गएर थाहा हुन्छ तपाईँहरूलाई है त्यस्तै हो हाम्रो यहाँनिर भतिज छ फेरि स्कुटी ड्राइभर ल कन्टेन्ट केही नपाए पनि यतिको रमाइलो चाहिँ हुन्छ है फेरि ए मा सो उतै गएर भेटौँला हस्त है अब कहाँ जाने हो के गर्ने हो त्यो थाहा छैन ओके यसको हामीहरू चाहिँ जङ्गल आइपुग्यो होइन अहिले चाहिँ टक्क लगाएर आमा कुन कालो आएको सिधै 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 फुल मतलब पत्यान बाइक पत्यान बाइक पत्यान के हो छेउ छेउ ल्याउँछ त मुला ट्याक्क लगाएर हामीहरू गाउँमा ट्याक्कै आइपुग्यो है जङ्गल कटेर आइफोन प्लेयरहरू अगाडि छ एन्ड्रोइड प्लेयर पछाडि जित्नु पर्यो के ठाउँ चाहिँ बब्बाल छ बरवानीपुरमा चलपल केटाहरूको गाउँतिर चाहिँ हामीहरूको अब आफ्नै गाउँ ठाउँ हो के गर्नु यस्तै छ चलिरहेको छ आनन्दले कुरी परमाणुपुर ट्याक्क लाएर परमाणुपुरदेखि चाहिँ हामीहरू हल्का यता दायाँ तरफ लाग्दिएको है यहाँनिर हामीहरू मस्त यहाँ यस्तो ग्राभेल छ यहाँनिर स्कुटी धेरै कुदाउनु हुँदैन फेरि चिपिन्छ नि स्कुटीको जग्गा चिपिन्छ त अनि आनन्दले हिँड्न आफ्नो तरिकाले ठिक्कले होइन अब कसैलाई केही नहोस् त्यही चाहन्छु होइन साथमा हामी चाहिँ तिनवटा बाइकमा लगभग कति हो 5, 6, 7 जना आएन है त्यही हो कसैलाई केही नहोस् आनन्दले हामी जस्तो आज त्यस्तै फर्कियोस् है राम्रोसँगले रूपमा तपाईँहरूले देख्नु सक्नुहुनेछ हामीहरूको परमाणुपुरको भाइरल ठाउँ यसले झन्डै बाइक लगायो स्कुटी लगाएर यार यहाँबाट चाहिँ होइन टक्क लगाएर अब खतरा भ्यू देख्छ त्यो तपाईँहरूले देख्नु सक्नुहुनेछ यहाँनिर चाहिँ है मस्त यताबाट भन्दा नि अब यताबाट घाम छ यता हल्का घामको टकले चाहिँ अलि राम्रो देख्छ त्यही हो भ्यू चाहिँ बब्बाल दिँदो रहेछ है यहाँबाट है टक्क यो चाहिँ अब नयाँ पुल बन्याएको है भर्खरै हो यहाँनिर फोटोसोटो खिच्नको लागि चाहिँ परमाणुपुरको मान्छेहरूले चाहिँ यहाँ आएर फोटो खिच्यो भने चाहिँ त्यही हो भनौँ न यहाँ राम्रै हुन्छ भ्यू हेर्नु होला तपाईँहरूले यतादेखि मस्त आएर है है
#OPIN द च्याट मुर्रा ग्याङ यहाँनिर आयो हुन्छ टक्क लाएर फोटो खिच्नको लागि चाहिँ है। मलाई चाहिँ अब खासै बोल्न मन लाग्दैन, तै पनि अब लेट्स सी है। अब यस्तै छ हामीहरूको, त्यो तपाईँहरूलाई अब के भन्नु। ओके कैमरामैन जल्दी फोकस करो, ये देखो भाई साहब, ये भाई लोग इसी में मजाक करते हैं, देखो देखो देखो। सो हामीहरू चाहिँ अब कहाँ जाने हो त्यो थाहा छैन है। हामीहरू चाहिँ अब यसो घुम्दै आएको त्यही हो। तपाईँहरू चाहिँ हेर्न नबिर्सिनु होला है 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 ल। सो यहाँनिर चाहिँ अब के छ भनेपछि है, हामीहरूले अब फोटो सोटो खिचेर भिडियो सिडियो बनायो होइन। अब चाहिँ अब जाने यता हो, यता भन्नाले यता हो। यता गएर चाहिँ कहाँ जाने हो त्यो थाहा छैन। अब त्यो एकछिनपछि त्यो तपाईँहरूलाई थाहा छ, लेट्स सी है। अब त्यस्तै हो, अघिको जस्तो यसले चाहिँ यो लडाउन लाग्यो भने नि। सो यहाँनिर चाहिँ हामीहरू के भयो भने हिनाइमा परियो होइन। किन हिनाइमा परेको हो भने चाहिँ त्यो तपाईँहरूले यहाँ आएपछि थाहा हुन्छ, तर म भन्छु तपाईँहरूलाई। किनभने चाहिँ यहाँ उकालो छ, उकालोमा हाम्रो बाइक र स्कुटीले हाम्रो लोड थामेन, त्यसैले उत्रिनु पर्यो। सो अब चाहिँ हुन्छ, अब टक्क डाँडा छ नि त, अनि डाँडामा अब तानेन, त्यही हो। यस्तो डाँडा छ कि यहाँनिर बाइकले तान्नलाई हल्का गाह्रो पर्यो, त्यति नै हो। कहाँ हिँड्या हो भाइ, एउटा डान्स हानिदेऊ ल। अलि यता कालो आउँदो रहेछ होइन, यताबाट ल एउटा डान्स हानिदेऊ ल तिम्रो। छिटो ब्रेक डान्स हानिदेऊ न। गाना बजाउनु बहिनी। आम्मो भाइको खतरा डान्स भइरहेको। तर हुनु चाहिँ हामीहरू डाँडामा आएको छ है। डाँडा भन्नाले कहाँनिर हो भन्दाखेरि अब ठ्याक्क अब परमानपुरदेखि हल्का मासतिर, त्यो तपाईँहरू देख्नु सक्नुहुनेछ होइन। क्यामेरा फोकस गरिए ल, फोकस गरिए। भगवान नाम पनि भन्न, यो भाइको नाम के हो भन्दै? भाइको नाम भन न त। अनि व्हाट इज योर नेम? आइ बैगन व्हाट? आइम फाइन थ्याङ्क यू भन नि फेरि। कास्ट पनि भन न तिम्रो। तर भाइ खतरा के आम्मा यामा। फाइनली जस्तो घिउ छ त नाकमा। सो हामीहरू चाहिँ यहाँ माथि डाँडा आएर पनि अब तलतिर झर्ने होइन। अब किनभने अब हामीहरू किन आएको छ त्यो तपाईँहरूलाई भन्न त मिलेन, त्यो त्यसैले लेट्स सी है। अब अगाडि गएर अब हामीहरू चाहिँ घरतिरै फर्किने हो। के गर्नु, अब रात भरिसक्यो होइन, यतैतिर बस्नु मिलेन। रात चाहिँ अब पर्नु लागेछ, बट भने मात्र हो, त्यही हो। घाम चाहिँ लागिरहेको, घाम यस्तो चर्को लागिरहेको, त्यो तपाईँहरूलाई थाहा छैन होला होइन। यस्तो पसिना आएर चाहिँ यारमा सोच्नु पनि सक्दिनँ साँच्ची। त्यही हो, सबैलाई ह्याप्पी तिहार मेरो तर्फबाट, त्यो हजुरहरूलाई। यताबाट आउँछ त फेरि देउसी खेल्ने मान्छे त बाहिर। म एउटा डान्स हान्ने ल। तर हुन त यार बाहिर मेरो जोडी मिल्छ अलिकति फरक हो अनुहारमा त्यस्तै जम्मै ठ्याक्कै मुर्रा गर न। यहाँबाट चाहिँ मस्त है, डाँडामा हो यो भनेको चाहिँ है। यहाँनिर सब छ, यतापट्टि पुरै डाँडा देखिरहेछ, यता पनि डाँडा छ। यताबाट घाम आएर चाहिँ यतापट्टि अलिक कालो आछ, अनि यता चाहिँ हल्का राम्रै आइरहेछ पुरै सिन अलि भनौँ न। त्यो तपाईँहरूले देख्नु सक्नुहुनेछ। अब चाहिँ मलाई चाहिँ फेरि खास गरी अब हल्का बोल्न अड्किन्छ होइन। अब त्यस्तै हो, लेट्स सी। अब फेरि जस्तो आएको हामी त्यस्तै फर्किने हो, अगाडि गएर भेटौँला। हस् ओके, हामी चाहिँ चल्दिएको आफ्नो घरतिर टक्क ओह्रालोतिर झर्ने हो है। मस्त हाम्रो बसन्ते ड्राइभर यहाँनिर अङ्कलको स्कुटी लिएर आएको। अङ्कलले यसलाई मार्ने बेला भइसक्यो। यता ओह्रालो, हामी चाहिँ डाँडा चढेर आएको छ, तर यता ओह्रालो छ। यता यता अगाडि पाखाहरू चाहिँ यता छ है। धेरै 1000 रुपियाँ हो नि फेरि एउटा कुखुराको त। फेरि आम्मा प्लाट खिच्यो भने त फेरि तनाव।
ओह्रालो यस्तो छ क्या यहाँनिर अघि स्कुटी नतानेको ठाउँ चाहिँ यही हो यहाँदेखि ओह्रालो सुरु हुन्छ लेट्स सी अब चाहिँ अब के हुन्छ भने अब उतै गएर भेटौँला हामीहरू त्यो पुलमा त्यो पुलमा त्यही पुगेर भेटौँला पुल तपाईँहरूले देख्नु भएन होला तर मेरो आँखाले चाहिँ देखिरहेछ है त हस् एकदम गुड ट्याक्क लाएर सो अब त्यस्तै तपाईँहरूलाई के भन्नु होइन त्यस्तै छ हामीहरूको जिन्दगी चलिरहेको छ अब टिकाको दिन भएर चाहिँ हामीहरू हल्का छ है रमझम सो तर झप चाहिँ म छुटाउँदिनँ हजुरहरूको लागि हेरेर चाहिँ बस्नु होला हस् है अब चाहिँ के हुन्छ भने गाउँ हामी फर्केको हाम्रो घर त्यही हो लेट्सी भन्ने चाहिँ बानी नै परिसक्यो यहाँ आम्बो Hours later. ल ल ल ल ल है यहाँनिर हाम्रो दिदीहरूको डान्सिङ सक्नुहुनेछ है हजुरहरूले